काम र भिजाको चिन्ता गर्नुभन्दा अगाडि भाषाको चिन्ता गर्नुहोस्। नमस्ते, मेरो नाम के हो? म नेपाली बोल्ने जापानिज हो। अब बिस्तारै अप्रिल इन्टेकको भिजा रिजल्ट आउने सिजन भयो। लाइभमा कति धेरैजनाले अप्रिल इन्टेकको भिजा खाइरे आउँछ। अप्रिल इन्टेकको र यो ठाउँ यो स्कुलको भिजा रेट कति छ, यो ठाउँमा काम पाइन्छ, यस्तो कुराहरू धेरै सोध्नुहुन्छ। तर यस्तो कुराहरूको चिन्ता गर्नुभन्दा अगाडि आफ्नो जापानिज भाषाको लेभलको चिन्ता गर्नुहोस्। धेरैजनाले नेपालबाट भाषाको पढाइ नपुगी जापान आउनुहुन्छ। त्यो चाहिँ सबभन्दा गलत हो। जापानमा भाषा आउँदिन भने काम पाउन एकदम गाह्रो हुन्छ र राम्रोसँग भाषा आउने मान्छेलाई पछि वर्किङ गर्दा नि राम्रो तरफ पाउने मौका धेरै हुन्छ। जापान आउने बेलासम्म 1-2 महिना मात्र छ भने आफ्नो काम सब छोडेर भाषा पढ्ने राम्रो हो। स्टुडेन्टले जापानमा 1 महिना ढिला काम सुरु गर्नु भयो भने 1 लाख जति घाटा पर्छ। छिटो काम पाउनलाई नि भाषा राम्रो बनाएर आउनुहोस्। भिजा रेट चाहिँ इमिग्रेसनलाई मात्र थाहा हुन्छ, हामी जस्तो मान्छेलाई थाहा हुँदैन। स्कुल विशेषको भिजा रेट चाहिँ तपाईले अप्लाई गर्नु भएको कन्सल्टेन्सीमा सोध्नुहोस्। मलाई एकैवटा स्कुलको भिजा रेट थाहा हुँदैन। यो कुरा चाहिँ स्टुडेन्टमा आउनु लागेको अथवा 25 स्टुडेन्टमा आउनु खोज्ने तपाईको लागि एकदम इम्पोर्टेन्ट हो। यदि तपाईको परिवार साथीहरू जापानमा आउनु खोज्नु भएको छ भने सबजनालाई सेयर गर्नुहोस्। धन्यवाद, नमस्ते।